ग्राहक चाहिन्छ। त्यसैले विभिन्न समयावधि निर्माता कम्पनीले नयाँ उत्पादन तथा पुरानै उत्पादनलाई आधुनिक प्रविधि अपनाएर परिमार्जित गरेर प्रतिस्पर्धात्मक बजार ग्राहकलाई आकर्षित गरिरहेका छन्। खुल्ला बजार तथा सञ्चारको सर्वसुलभता गर्दा वर्षेनी हजारौं उत्पादनहरू बजारमा भित्रिएको परिप्रेक्ष्यमा उत्पादक तथा आम ग्राहक वर्गसँग चाहना अनुरूप नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तुलाई सेवा एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले विभिन्न निकायहरूको सहकार्यमा उद्योग वाणिज्य सुनौलोको आयोजनामा 2079 माघ 10 गतेदेखि 22 गतेसम्म सोमनाथ बजार परिसरमा दोस्रो सुनौलो उद्योग व्यापार मेला 2079 सञ्चालन गर्ने जानकारी गराउँदछौँ। 13 दिनसम्म लगातार सञ्चालन हुने यस व्यापार मेलाको मुख्य विशेषता नेपाल लगायत छिमेकी राष्ट्रहरूको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूको एउटै मञ्चमा भेटघाट गराई सरसामग्री प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको छ। उत्पादक र उपभोक्ता बीच समूह सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागेको यस व्यापार मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरूको अतिरिक्त विदेशका वस्तुहरू र पहाडी कृषिजन्य र अन्य उत्पादनलाई समेत करिब 200 स्टल रहनेछन् भने 1 लाख दर्शकले अवलोकन गर्ने र 10 करोड बराबरको कारोबारको अपेक्षा गरेको छौँ। यस व्यापार मेला करिब 13,500 वर्गमिटर क्षेत्रफल ओगट्नेछ। व्यापार मेला मुख्यतः 4 भागमा विभाजन गरिएको छ। प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र। प्रदर्शनी कक्षमा अलग अलग परिसर बनाई अटोमोबाइल, ब्याङ्क तथा वित्तीय संस्थाहरू, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी निर्माण सामग्री, अन्तर्राष्ट्रिय कृषि तथा जडीबुटी, पर्यटन सम्बन्धी दैनिक उपभोग्य वस्तुहरू, हस्तकला तथा तयारी पोसाक तथा जुत्ता चप्पल प्रदर्शन गरिनेछ। यसैगरी मेलामा बङ्गलादेश, पाकिस्तान, भारतका प्रदर्शकहरूले समेत सहभागिता रहनेछ। विशिष्ट खालका स्टलहरूलाई सजाइने मेलामा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण गरिनेछ। सांस्कृतिक कार्यक्रम अन्तर्गत ट्यालेन्ट सो सञ्चालन गर्नेछ। राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विद्यालय तथा कला केन्द्रको विविध सांस्कृतिक कार्यक्रम र बाल उद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जन खेलहरू रहनेछ। खानपान क्षेत्रमा भेज तथा ननभेज फुड कोर्टको साथै जातीय खानपानको विभिन्न स्टल रहनेछ। व्यापार मेलामा मिडिया सेन्टर, फ्री वाइफाई जोन, प्राथमिक उपचार, शौचालय, खानेपानीको र पार्किङको व्यवस्था रहनेछ। प्रचारको लागि राष्ट्रिय स्थानीय तथा सोसल मिडिया प्रसार माइकिङ, लिफलेट, क्रस तथा पोल ब्यानर, होर्डिङ बोर्ड र स्वागत ब्यानरद्वारा निर्माण गरिनेछ। यसै सुरक्षाको लागि मेला स्थलमा सीसीटीभी 24 घण्टा सुरक्षाको व्यवस्था र सरकारी सुरक्षाकर्मीको समन्वय र निजी सुरक्षाकर्मी सुरक्षा व्यवस्था गरिनेछ। प्रत्येक स्टलको बिमा र अग्नि नियन्त्रण राखिनुको साथै एम्बुलेन्सको व्यवस्था पनि गरिनेछ। आयोजना हुने महोत्सव तथा प्रदर्शनी उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी औद्योगिक तथा व्यापारी चलपल बढाई आर्थिक जगत लाभान्वित हुनेछ। अनन्त यसले मुलुककै आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत गर्दछ। उपभोक्ता र उत्पादकलाई एउटै ठाउँमा भेला गराई विभिन्न व्यवसाय बीच औद्योगिक र उपभोग्य वस्तुहरूको लगानी तथा नयाँ प्रविधि सम्बन्ध आपसी जानकारी आदान प्रदान गर्ने वातावरण यस व्यापार मेलाले सिर्जना गरेछ भन्ने हामीले विश्वास लागेको छ। उद्योग वाणिज्य सुनौलोको मुख्य आयोजक तथा संरक्षक सुनौलो नगरपालिका रहेको र व्यापार मेलामा नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेश, जिल्ला समन्वय नवलपरासी समन्वय गरी सबैका साथ यो सहयोग लिने अपेक्षा गरिनेछ। अन्तमा यस मेलामा सफलतापूर्वक सम्पन्न गर्नका लागि उद्योगपति, व्यापारी, स्थानीय निकाय, प्रहरी, प्रशासन समस्त आम नागरिक सक्रिय सहभागिताको सहयोगका लागि हामी सबैमा हार्दिक अनुरोध गर्दछौँ। यस महोत्सवमा भव्य रूपमा सफल पार्न सञ्चार जगतको सहयोग र अपरिहार्य भएकोले यस दोस्रो सुनौलो उद्योग व्यापार मेला 2079 लाई सफल पार्न यहाँहरूलाई ठुलो साथ र सहयोगको लागि हार्दिक अनुरोध गर्दछु। 40 वटा जति हामीले निःशुल्क